है आज चाहिँ हामीले एउटा टपिक पढ्न गइरहेछौँ जस्तै हाम्रो बाख्राहरू चाहिँ मिनरल्सको कमी भयो भने हामी के दिन्छौँ हामी मिनरल मिक्सचर दिन्छौँ हैन त्यो मिनरल मिक्सचर कसरी बनाइन्छ है त्यसको बारेमा पढ्छौँ त्यही भएर आज हाम्रो टपिक चाहिँ के छ त प्रिपेयर युरिया मोलासेस मिनरल ब्लक है यो कसरी बनाइन्छ कसले बनाउने भन्ने कुरा आजको हाम्रो टर्मिनल परफर्मेन्स अफ द मिक्स भन्छौँ है यसलाई कहाँ बनाउँछौँ त हामीले यो भन्दाखेरि फिल्डमा अथवा हामीलाई ल्याबमा है हामी फिल्डमा बनाउँछौँ कसले भन्छ त हामीलाई बना भनेर जब फार्मरले हामीलाई अर्डर दिन्छ हैन फार्मरले हामीलाई बनाइदिनु भन्छ त्यसखेर बनाउने है यो र कसले बनाउँछौँ त हामी VJTA भनेको भेटनेरी जुनियर एसिस्टेन्ट भनेको हामीले बनाउँछौँ यो चाहिँ के बनाउने हो आज हामीले युरिया मोलासेस मिनरल ब्लक है कति मिनेट लाग्दो रहेछ हामीलाई बनाउन 30 मिनेट जति लाग्छ है हामीलाई लगभग एक्ज्याक्ट भन्न सक्दिन लगभग हामीलाई 30 मिनेट जस्तो लाग्छ र यो बन्यो है हामीले बनायौँ र बनाउँदाखेरि राम्रो भयो कि भएन भनेर चाहिँ कसरी चेक गर्ने भन्दाखेरि चाहिँ हामीले हालेको इन्ग्रिडियन्ट्सहरू चाहिँ के हुनुपर्छ डिस्ट्रिब्युसन राम्ररी भएको हुनु पर्यो र हामीले बनाएको ब्लक चाहिँ के हुन्छ लम्प भनेको डल्ला नपरेको है पार्दाखेरि मजाले डल्ला बनेको तर टुक्रा टुक्रा पारेर डल्ला नपरेको हुनु पर्यो अर्को भनेको हाम्रो प्रोडक्टको चाहिँ कस्तो आउँछ भन्दाखेरि हामीले त्यो बनाउँदाखेरि मोलासेस हाल्छौँ त्यो मोलासेस हाल्दाखेरि चाहिँ हातमा चाहिँ के हुनुपर्छ त चिपचिपो हुनुपर्छ है त यति भइसकेपछि थोरै हामी चाहिँ थ्योरिटिकल पार्ट पर्छौँ यसमा जस्तै कति इन्ग्रिडियन्ट हाल्ने युरिया मोलासेसमा कसरी खानिदिने भन्ने कुराहरू अलिअलि पढ्छौँ है हामी अहिले यो प्रेजेन्टेसनमा चाहिँ हामी के पढ्छौँ भन्दाखेरि आज हाम्रो प्रेजेन्टेसनको टपिक प्रिपेयर युरिया मोलासेस मिनरल ब्लक है पहिला यसको छोटो इन्ट्रोडक्सन हेरौँ पहिला यो के छ त सेसन अब्जेक्टिभ्स हामीले यो पढेर के जान्छौँ त आज है यो आज क्लास पढ्दाखेरि के जानिन्छ भन्दा UMMB भने के त्यो थाहा पाउँछौँ यसको क्यारेक्टरिस्टिक्स कस्तो हुनुपर्छ यो बन्दाखेरि है र अर्को भनेको कन्सिडरेसन हामीले कतिखेर दिने कतिखेर नदिने र कति आवर दिने भन्ने कुराहरू हेर्छौँ हामीले र अर्को इम्पोर्टेन्स UMMB को इम्पोर्टेन्स के हो त भन्ने कुरा चाहिँ हेर्छौँ है त्यसले स्टप गर्छ है भनेपछि अर्को भनेको इम्पोर्टेन्स के छ UMB को भन्ने कुरा हेर्छौँ है त पहिला सुरु इन्ट्रोडक्सनमा है इन्ट्रोडक्सनमा चाहिँ हामीले युरिया मोलासेस मिनरल ब्लक अथवा UMMB भनेको चाहिँ के हो त भन्दा एउटा टाइप्स अफ सप्लिमेन्ट्री बक्स हो यो ब्लक हो हामी चाहिँ यसलाई केलाई मात्रै खानिदिन्छौँ त रुमिनेन्टलाई मात्रै खानिदिन्छौँ है यो कुरा नन रुमिनेन्टलाई हामीले यो खाना दिनु हुँदैन जस्तै मोनोग्यास्ट्रिक सुँगुरलाई यो के भयो त दिनुभयो कि नै भएन है मोनोग्यास्ट्रिकलाई हामीले यसलाई दिनु हुँदैन रुमिनेन्ट जस्तै सिप अरू के मात्रै दिनु पर्यो भनेपछि यसमा हामी के मिक्स गर्छौँ भन्दा एउटा युरिया र मोलासेस मिनरल मिक्सचर र अरू इन्ग्रिडियन्टमा के हुन्छ भने साल्ट है साल्ट युज गर्छु अनि म इन्ग्रिडियन्टहरू भन्छु र यसले अर्को भनेको चाहिँ के हो हामीलाई एभाइलेबल दिन्छ भन्दा रेडी एभाइलेबल सोर्स अफ इनर्जी दिन्छ तत्काल इनर्जी दिने एउटा यो सोर्स मानिन्छ र प्रोटिन र मिनरल्सको सोर्स पनि रुमिनेन्टलाई चाहिँ यसले प्रोभाइड गर्छ है त हाम्रो इन्ग्रिडियन्टमा अघि भन्यौँ हामीले मोलासेस युज गर्छौँ भन्यौँ है मोलासेस र राइस ब्रान है राइस ब्रान भने के हो भुस कि डुटो होइन डुटो युज गर्छौँ हामीले त्यो चाहिँ के रहेछ त इनर्जी दिने रहेछ हामीले किन हालेर रहेछ त त्यो इनर्जी है जस्तै अब नाइट्रोजन चाहिन्छ हाम्रो एनिमललाई त्यो नाइट्रोजनको सोर्स चाहिँ के प्रोभाइड गर्ने रहेछ त प्रोभाइड गर्ने रहेछ अब हाम्रो मिनरल सोर्समा चाहिँ साल्ट र मिनरल मिक्सचर हाल्छौँ हामीले मिनरल मिक्सचर एउटा किनेर अथवा मिनरल मिक्सचर छैन हामीसँग किन्नलाई भन्यो भने हामी के गर्छौँ भन्दा के हाल्छौँ
हो अन्डाको कभर सेल्स एग सेल्स र अरू के पनि हाल्न सक्छौँ हामीले चुना है चुना पनि हाल्न सक्छौँ यदि हामीसँग यो मिनरल मिक्सचर छैन त्यो खण्डमा है र बाइन्डरको रूपमा चाहिँ सिमेन्ट र पानी सिमेन्ट चाहिँ किन हालेको होला खान मिल्छ होला भन्ने एउटा क्वेसन राइज होला नि होइन हुन्छ कि नै सिमेन्ट त खाँदैन नि त तर किन हाल्यो भन्दा त्यो त हामीले ब्लक बनाउने हो नि त एउटा बाइन्डरको रूपमा राख्ने के एउटा आकार दिनको लागि जस्तै घरमा पनि हामी प्लास्टर गर्नको लागि हामी सिमेन्टले प्लास्टर गर्ने एउटा आकार आउँछ नि घरको त्यस्तै के हुन्छ त भन्दा यो ब्लकलाई चाहिँ आकार दिनको लागि चाहिँ हामीले सिमेन्ट बाइन्डरको रूपमा बाँधेर राखेको सबै इन्ग्रिडियन्टलाई भनेर चाहिँ हामीले युज गरे है अर्को छ कति पर्सेन्टेज हाल्नु त है टोटल हामी 100% को बनाउँछौँ हैन भनेपछि टोटलमा मोलासिस कति पर्सेन्ट हाल्नुपर्ने रहेछ त 35% राइस ब्रान कति 40% हाल्नु पर्यो युरिया 10% सिमेन्ट 10% मिनरल मिक्सचर कति 5 र साल्ट 2% र पानी कति हाल्नु पर्छ 8% है आज हामीले 2 केजी मोलासिस युएनएमबी बनाउँदैछौँ भने चाहिँ 2 केजीमा 35% को आधारले मोलासिस कति हाल्ने भने अहिले हामी क्याल्कुलेट गर्छौँ हो अथवा गर्न सक्नेले यतिकै भन्दा पनि भयो क्याल्कुलेट गर्दै कति ग्राम हाल्ने भनेर जोख्दै हामी हाल्दै बनाउँछौँ 35 है एक्जाम्पल पनि पढ्दा के छ क्यारेक्टरिस्टिक्स को फर्स्ट पार्ट ingredients should be well distributed throughout the block हाम्रो एउटा क्यारेक्टर के हुनुपर्छ त अघि नै हामीले पढेर थियौँ हाउ वेलमा पढेको थियौँ नि त्यसमा चाहिँ के थियो भन्दा हाम्रो इन्ग्रिडियन्टहरू चाहिँ त्यहाँ बनाएकोमा सबैमा वेल मिक्स हुनु पर्यो हो वेल डिस्ट्रिब्युट हुनु पर्यो अर्कोले पढ्दा should not have lump of हो should not have lump of युरिया छ नि जुन हामीले हाल्छौँ युरिया त कस्तो हुन्छ सानो दाना हुन्छ नि त्यो दाना चाहिँ पुरै डिजल्भ भएको हुनुपर्छ के भनेर भन त अनि सोध अर्को उठे पढ्छ should be hard enough not to squeeze between our finger and should be resistant enough not to break when a person step out. कस्तो हुनु पर्यो त यो साह्रो हुनु पर्यो हामीले सुकेपछि है सिमेन्ट हालेको नि त सुकेपछि त साह्रो हुन्छ हामीले यसरी थिच्दाखेरि पनि के नहोस् ननिचार्यो नि त सेप नबिग्रियोस् सुकेपछि र अर्को हामीले खुट्टाले टेक्दाखेरि पनि ब्रेक हुनु भएन यो चाहिँ है किनभने एनिमलले त झन् धेरै प्रेसर लगाउँछ नि उनीहरूको त किन सानो हिलो हुन्छ उनीहरूको झन् धेरै प्रेसर लाग्छ ब्रेक हुन्छ त्यही भएर चाहिँ सजिलैसँग ब्रेक नहुने खालको हुनु पर्यो र अर्को के हुनु पर्यो त हाम्रो हातमा चाहिँ मोलासिस बनाएको बेला च्याप चाहिँ स्टिकी फिल चाहिँ हुनु पर्यो है हाम्रो यति चाहिँ हाम्रो के हो त युएमएमबी को क्यारेक्टरिस्टिक्स हो अब कन्सिडरेसन भनेको कति खानिदिने कति टाइम खानिदिने है कति टाइम खानिदिने भन्दाखेरि चाहिँ फर्स्ट विक हामीले आजदेखि स्टार्ट गर्न लाग्छौँ भने पहिलो हप्ता चाहिँ जम्मा कति घन्टा खानिदिने रहेछ त बाख्राहरूलाई चाहिँ 1 घन्टा है दिनभरिमा 1 घन्टा मात्रै झुन्ड्याइदिने त र सेकेन्ड विकबाट चाहिँ कति घन्टा 2 घन्टा है 2 आवर्स ड्युरिङ सेकेन्ड विक र थर्ड विक पछि चाहिँ के गर्ने बल्ल हामीले फुल्ली एक्सेस दिने जति बेर पनि झुन्ड्याएर राखिँदा भयो भने चाहिँ हाम्रो के भयो त फर्स्ट विक 1 घन्टा है सेकेन्ड विक 2 घन्टा पछि थर्ड विक चाहिँ बल्ल हामी फुल्ली एक्सेस दिन्छौँ उनीहरूलाई अर्को हामीले चाहिँ सबै हामीले रुमिनेन्टलाई मात्रै दिन्छौँ अरूलाई हामी यो दिँदैनौँ र जुन एनिमलले अलिकति दुब्लो छ र भोको छ है त्यसलाई चाहिँ हामीले के नगर्ने त तत्काल नदिइहाल्ने त्यसले के गर्छ त भन्दा धेरै कन्जम्सन गरिदिन्छ धेरै खाइदिन्छ र पोइजनस हुन्छ त्यसलाई है टक्सिन रिलिज गर्छ एक्सेसिभ कन्जम्सन गर्नका कारणले गर्दा पोइजन हुन्छ उनीहरूलाई किनभने हामीले त्यसमा युरिया हालेर नि त है
र हामीले कति चाहिँ दिने भन्दाखेरि चाहिँ दिँदाखेरि हामीले आवरी त हेर्यौँ भन्दाखेरि सिड गोठलाई चाहिँ दिनको जम्मा कति दिने त 100 ग्राम भन्दा चाहिँ धेरै नदिने र गाई भैँसीलाई चाहिँ 700 ग्राम दिने मोलासेस त्यो ब्लकको 700 ग्राम दिने भनेपछि त्यसपछि हामीले चाहिँ प्लेन्टी अफ वाटर चाहिँ सप्लाई गरिरहनु पानी चाहिँ उनीहरूलाई चाहिएको जति चाहिँ दिइरहनु पर्यो है हामीले कन्क्लुजनमा के थाहा पायौँ भन्दाखेरि चाहिँ है हाम्रो कन्क्लुजनमा चाहिँ के छ भन्दा यो कस्ट इफेक्टिभ छ कि छैन होला सजिलै बनाउन सकिन्छ थोरै लगानीमा सकिन्छ है कस्ट इफेक्टिभ छ यसले फिड सप्लिमेन्ट दिने भयो न्युट्रिसन प्रोभाइड गर्ने भयो है अर्को भनेपछि यसले के गर्छ त भन्दा लाइफ स्टकको हेल्थलाई इम्प्रुभ गराउने प्रोडक्सन बढाइदिने है र मिल्क प्रोडक्सन बढाउने एनिमललाई हाम्रो हर्डको प्रोफिट इकोनोमिक स्ट्याटस बनाउने काम गर्छ अहिले चाहिँ हामीले अब थ्योरी पढिसक्यौँ है अब म सबैलाई एउटा अस्ति हामीले दिन्थ्यौँ नि पर्फर्मेन्स गाइड सबैलाई दिन्छु हामी यो दिएपछि चाहिँ अब हामी प्र्याक्टिकल ल्याबमा जाने अनि सबैजना त्यहाँ प्र्याक्टिकल गर्ने है त है इन्ग्रिडियन्ट है हामीलाई के चाहिन्छ त एउटा इन्ग्रिडियन्टमा हेरौँ त सिमेन्ट छ है सिमेन्ट अनि त्यसपछि मोलासेस है अनि राइस ब्रान है साल्ट है अनि त्यसपछि युरिया अर्को हामीलाई अर्को के छ त वाटर चाहिएको छ हामीले ल्याएर राखेको छ मोल्ड पनि छ है हामीले मोल्ड चाहिँ के को बनाउँछौँ त बोतल काटेरको चाहिँ हाम्रो मोल्ड भयो र अर्को भनेको हाम्रो के है र हामी के गर्छौँ भन्दाखेरि चाहिँ अब सेकेन्डमा भन्दा हामीलाई के चाहिन्छ त मोलासेस कति चाहियो हामीलाई 700 ग्राम यो छ मिस 700 यो हाम्रो कति छ त 700 ग्राम छ है अनि चाहिँ त्यसपछि हामी के गर्छौँ त अर्को 2 नम्बरको अब 200 ग्राम हामी युरिया लिन्छौँ है धेरै होला अलिकति बढी भयो के यो हाम्रो 200 ग्राम छ है त्यसपछि हामीले के भने 4th नम्बरमा हामीलाई टोटल 160 ml पानी चाहिन्छ है हाम्रो 8% हामीले चाहिन्छ भनेर निकालेको थियौँ न यो क्लासमा त्यो अनुसारको 160 ml मा चाहिँ हामीले के गर्छौँ त 200 ml को पानी चाहिँ के अरे युरिया चाहिँ मिक्स गर्छौँ यो गर्नु त्यो बोतल छैन त्यो बोतल खोलेर अहिले बेसी भएको पोख्यो अर्को हामीले के गर्छौँ भन्दा 700 ग्राम हामीले मोलासेस लिन्छौँ नि त्यसलाई चाहिँ हामीले के गरेछ स्लाइटली थिक लिक्विड बना भनेको छ है त्यसको लागि चाहिँ हामी के गर्छौँ थोरै पानी राखेर हिट गर्छौँ यसलाई है पहिला हामी यसलाई हिट गर्दै गरौँ यो हाम्रो डिजल्भ हुँदै गर्छ त्यसमा है पहिला हामी यसलाई हिट गर्ने काम गरौँ है पानी तातिसक्यो है यति नै हो यो टिक लगाउनु यो हाम्रो डिजल्भ भयो त यो
र युरियाको लिक्विड चाहिँ हाल्ने भनेको छ त्यसपछि हाम्रो के छ त के जोख्ने भनेको छ हाम्रो 6 मा कति 100 ग्राम है एकजना आएर यहाँ हेर ल यो जोख 100 ग्राम 100 ग्राम त्यही माथि हाल्नु त नि हुन्छ यसमै हाल्नु नि है 100 मात्रै 100 भयो हो यसको नि लाउनुभन्दा अगाडि भनेन हेर्दै गर है हाम्रो यो 100 ग्राम है मिक्सर है अब हामी यो लगेर त्यो मिक्सरमा हाल्छौँ है त कतिको बाक्लो भएर अलि ढिला भएको अरू पनि वेट गरेर राखौँ है अलिकति सेलाएपछि अलिकति सेलाएपछि बाक्लो हुन्छ एकदम यो हाम्रो 200 ग्राम छ होइन त हामीले जोखेको है त्यसपछि सिमेन्ट पछि अब हामी सिमेन्टलाई एड गर्छौँ है अर्को हाम्रो राइस ब्राम कति छ हेर त 300 ग्राम है यो हामीले जोखेर ल्याएको छौँ है अब हामी सबै लगेर त्यो हाल्छौँ है बिस्तारै यहाँ जसरी जुन जुन एड गर भने त्यही अनुसार एड गर्छौँ है चलाउने है पहिला के एड गर्ने भनेको थियो हाम्रो युरिया कति भयो त युरिया यहीँ हुन्छ मिक्स पुरै घोरेर घुमाइ छ त्यो पेपरमा जे छ त्यही चाहिँ दिएर हो है थोरै पानी पनि पखाल्दा त्यसपछि के हाल्नु भने त्यसपछि के हामीले हाल्ने भनेको थियौँ साल्ट त्यसपछि सिमेन्ट हाल्नु त्यसपछि सिमेन्टलाई एकछिन घुमाउनु पर्यो होइन हामीले यसलाई ठिक अब यसलाई घुमाउनु पर्यो ग्लोभ्स ल्याएको होइन अहिले सेलाएको भयो पानी चलाएर यो त अब सातो बुढो पाक्यो है ल चाट्ने हो खाने अब त भोलिसम्म त पानी छैन ट्र्याक्टर नि आउला है एउटा उठाउँदा आधी बाँध्नु अब भाँडामा हाल्दा आउने अघि हामीले के भन्छ लम्प बन्नु हुन्न भनेर पढेको थियौँ होइन अनि इक्वली डिस्ट्रिब्युट हुन्छ अब हालेर राख्दिउँ
Vibrator लाएर पनि यो दमी साइज त पछि निस्किनु होला बोतल काटेर एक भाँडा छ कुकुरले खाने हो सुरु गर्नु न अब ल ल म सुरु गर्छु तपाईले खानु भयो भने नानी बिन्दाल आमा तिमी एक्लै खाऊ यो पछि एउटा पल पाल्नु पर्ने जस्तो त पानी वाल वाल नदुई पनि त अनि बाटो What is the primary role of cement in for UMF preparation? इसको आंसर से binder and hardening as in हैन सिमेन्टको नाम के थियो त हाम्रो बाइन्डर भनेर पढ्यो है ल अङ्ग्रेजले पढ्दै त एउटा यो सेकेन्ड नम्बरको चाहिँ This ingredient is inact as the main source of prominence. कुन हो यसको आन्सर So the molasses. मोलासेस है त मेन सोर्स अफ एनर्जी हाम्रो के दिने हो त मोलासेसले दिने है अर्को के छ अर्कोले पढ्दा बिरुकले पढ्नु What is the estimated percent of cement used in UMFB? कति पर्सेन्ट हालेर युज गरेको 10%. सिमेन्ट कति पर्सेन्ट युज गरेको हामीले 5 to 10 15 to 20 25 to 31 देखि 3 कति कुन रेन्ज हुन्छ यो चाहिँ 5 देखि 10 है त त्यति पर्सेन्ट हामी चाहिँ 10 युज गरेको थियौँ तर रेन्ज चाहिँ 5 देखि 10 सम्म अर्को अर्को Pick the direct time of the basic programming people using कति टाइम राख्नुपर्छ सिकाउनमा bad introduction. हो 12 देखि 24 घण्टा राखेपछि चाहिँ हाम्रो यो बन्छ है त थ्याङ्क यू